गाइस सबैजना सन्चै हुनुहुन्छ होला हैन। आज चाहिँ हैन आज हाम्रो भाउजू खाना बनाउँदा वक्क लाग्यो अरे अनि त्यही भएर चाहिँ अनि आज चाहिँ मलाई बनाउनु भाइले बनाउनु भनेर चाहिँ आज मेरो हातदेखि खाने अरे अनि त्यही भएर चाहिँ मलाई भाइ बनाउनु भनेर चाहिँ भाउजूले भनेर चाहिँ अब मैले यहाँ बनाउनु आँटेको छु पास्ता है। आज खाना नखाने अरे न। अब तपाईहरु देख्नुहुन्छ प्याजहरु हाले न, प्याजहरु हालेर ओरेर अब यसलाई एकछिन भुट्छु म। तपाईहरुले देख्न सक्नुहुन्छ है। कहाँ राखेको हो त्यहाँ त्यो चटनीमा तपाईहरु देख्न सक्नुहुन्छ र। अब तपाईहरुले चाहिँ कस्तो तरिकाले बनाउनुहुन्छ हैन त्यो त मलाई चाहिँ थाहा छैन हैन। म चाहिँ मेरो चाहिँ बनाउने तरिका चाहिँ अर्कै छ। अब पहिला प्याजहरु हाल्यो हैन, अनि प्याजहरुलाई चाहिँ अब मज्जाले अलिकति रातो खर्राएर चाहिँ त्यसपछि म फेरि टमाटर हाल्छु। यहाँ देख्न सक्नुहुन्छ टमाटर पनि यहाँ छ, देख्न सक्नुहुन्छ। ल हेर्नु है, अब मैले प्याज भुटिसकेको छु हैन। अब म टमाटर हाल्छु हैन। अब टमाटरलाई पनि टक्कै म गलाउँछु। अब टमाटर टक्कै हालेँ मैले। अब यसलाई पनि म पुरा गलाएर पुरा ग्रेभी टाइपको यो बनाउँछु हैन। मज्जाले यसलाई गलाएर अब मरमसलाहरू पनि अहिले हाल्छु म। तपाईहरु देख्नुहुन्छ यो पास्ता यहाँ एक भाडा छ। पास्ता पनि खाने अब 6-7 जना छ हैन सबै घरमा, सबैलाई पुग्ने गरी तपाईहरु देख्नुहुन्छ है। अब यसलाई चाहिँ म यस्तो गलाउँछु, गलाएपछि चाहिँ फेरि अनि पास्ता हाल्ने छु म। ल गाइस अब हेर्नु है, अब यो कत्के भइसकेको छ। टमाटर पनि गलाइसकेको छु मैले हैन। तपाईहरु देख्न सक्नुहुन्छ। यसमा म मरमसला हाल्छु, यो नुन हाले तपाईहरु देख्न सक्नुहुन्छ। नुन अलिकति हाल्नुपर्छ हैन, लागेन भने त मिठै हुँदैन। ठिक्कले हाल्छु, नुन हाले। थोरै अजिना मटर पनि हाल्नु पर्यो। यो अजिना मटर देख्न सक्नुहुन्छ। अजिना मटर अब अरू त छैन होटलमा जस्तो त हुँदैन। यो थोरै मिट मसला देख्नुहुन्छ, मिट मसलाहरू देख्न सक्नुहुन्छ। ठिकै अब यसलाई म थोरै चलाउँछु। धुवाले गरेर केही त देख्नु हुँदैन, के बाफ उडेको गर्छ। देख्न सक्नुहुन्छ। अहिले अब यसलाई टक्कै म पास्ता हाल्छु, देख्न सक्नुहुन्छ है। अब देख्नुहुन्छ यो भइसकेको छ। अब म पास्ता हाल्छु। अब हेर्नु है, तपाईहरुलाई मन पर्यो भने सपोर्ट गर्नु हैन। तर हामीलाई पनि यस्तो गरिब मान्छेलाई पनि यस्तो सपोर्ट गरिदिनु है। तपाईहरुले देख्नुहुन्छ। कस्तो देख्नुहुन्छ। हेर्नु गाइस, अन्डा पनि हाल्नु आँटेको छु मैले। हेर्नु है, तपाईहरु देख्न सक्नुहुन्छ। अन्डा पनि फ्राई गरेर चाहिँ यो चाहिँ अलग्गै फ्राई गरेर यसलाई सिनसानो गरेर चाहिँ यहाँ पास्तामा हाल्नेछु है, देख्न सक्नुहुन्छ। हेर्नु गाइस, अब म अन्डा पनि हाल्ने छु है, तपाईहरु देख्न सक्नुहुन्छ। चस्यो है। हेर्नु गाइस, अब रेडी भइसक्यो। अब म टक्कै धनियाहरू हाल्छु हैन, टक्क हरियो परियो। सबै अन्डा पनि हालिसक्यो। अब धनिया छ अनि टक्कै अब हामी खानेछु। तपाईहरु देख्न सक्नुहुन्छ। मन पर्यो भने लाइक कमेन्ट सपोर्ट गर्नु होला।